हेलो गाइस, सम्पूर्णमा नमस्ते। कस्तो हुनुहुन्छ, के हुनुहुन्छ? धेरै लामो समय पछाडि म आइपुगेको छु तपाईँहरूमाझ। आज चाहिँ बागमती प्रदेश काभ्रे प्लान्चोक जिल्ला पाँचखाल नगरपालिकाको सेरोफेरोमा रहेर केही कुराहरू देखाउन गइरहेको छु। त्यो ठाउँको बारेमा, पाँचखालको बारेमा हेर्नुहोस् त। पाँचखालमा तरकारी खेतीहरू कति राम्रो फल्दो रहेछ, बारीहरू कति राम्रो हुँदो रहेछ। आलु, धनियाँ, टमाटर, तपाईँको सम्पूर्ण चिजहरू बिफोरमा मैले देखाएको छु र त्यस पछाडिको कुराहरू हेर्दै जानुहोस्, इन्जोय गर्दै जानुहोस्। केही कुराहरू राख्ने मौका पनि पाएको छु। अनि तपाईँको ठाउँहरू हेर्नुहोस्, कति आनन्दमय वातावरण छ होइन। कति सफा सुग्घर ठाउँहरू छ। कस्तो सुन्दर शान्त वातावरणमा बस्न रुचाउनेहरूको लागि चाहिँ एकदमै आनन्दमय वातावरण छ। यो ठाउँहरूमा चाहिँ हामी काठमाडौँको कोलाहलबाट केही दूरीको राम्रो ठाउँमा जान चाहन्छौँ भने चाहिँ पाँचखाल एरिया एकदमै सुइटेबल हुनसक्छ। किनभने पाँचखाल एरिया पुग्नलाई काठमाडौँ कोटेश्वरबाट चाहिँ त्यही 40-42 किलोमिटरको डिस्टेन्समा हुन्छ। 1-1.5 घन्टाको बाटो। अब त्यो ठाउँहरूमा हेर्नुहोस् त, मैले खनेको कस्तो खन्दाखेरि पनि एकदमै त्यो बेला पानी परे हुनाले अलिकति माटो भइरहेको छ, त्यस्तो छ अवस्था। अनि यो सम्पूर्ण चिजहरू मैले बिफोर र आफ्टर भनेर भनेको छु। अब काठमाडौँ नजिक, काठमाडौँको सहर बजारमा बसेर यसो कोलाहलमा बसेर चाहिँ अलिकति टाढा गएर 1-1.5 घन्टाको टाढा गएर शान्त वातावरणमा बस्छु भन्नको लागि चाहिँ यो ठाउँहरूमा चाहिँ एकदमै आनन्दमय वातावरण हुँदो रहेछ है। बिफोर भनेको त्यो छ। अब आफ्टर हेर्नुहोस्, आफ्टरमा धान खेती गरेको धान पनि लहलहल फल्दो रहेछ। धेरै राम्रो धानहरू, गहुँहरू, तपाईँको सम्पूर्ण चिजहरू धेरै राम्रो ठाउँहरू फल्दो छ यो ठाउँमा। अब तपाईँको तरकारीहरू भयो, तरकारी खेती, धान खेती, सम्पूर्ण चिज खेतीपातीहरूमा पनि। अनि तपाईँको सुन्दर शान्त वातावरणमा बस्न रुचाउने मान्छेको लागि चाहिँ काठमाडौँबाट सस्तो, सुन्दर, शान्त वातावरणमा रुचाउनुहुन्छ भने चाहिँ यो ठाउँहरूमा गएर लिनको लागि चाहिँ यसो कन्ट्याक्ट गर्नु होला है। हेर्नुहोस् त, धानहरू कति राम्रो फलेको पाकेको। यो ठाउँमा न बाढीको डर छ, न पहिरोको डर। एकदमै सुन्दर शान्त वातावरण छ। एकदमै राम्रो ठाउँहरू छ है। यो ठाउँहरूमा यदि बस्न रुचाउनुहुन्छ भने, चाहनुहुन्छ भने चाहिँ हजुरहरूले पनि मेरो यो युट्युब च्यानल मार्फतै कमेन्ट मार्फत कन्ट्याक्ट गर्न सक्नुहुनेछ। त्यस पछाडि म कन्ट्याक्ट नम्बरहरू दिएर त्यो अनुसार जान सक्नुहुनेछ, लिन सक्नुहुनेछ यो ठाउँमा है। हेर्नुहोस् त, पाहाडको नुवालो भन्छन् हाम्रो पश्चिमेली भाषामा, पूर्वेली भाषामा कुवा भन्छन्। अनि कस्तो दामी आउँछ पानी नुवालोमा है। हाम्रो पश्चिमेली भाषामा चाहिँ नुवालो भन्छन् यसलाई। पानीको लागि चाहिँ एकदमै रमाइलो लाग्यो। अन्त काठमाडौँको एरियामा भिर पाखा पखेरामा लिनुभन्दा यो ठाउँमा चाहिँ एकदमै सुइटेबल हुन्छ तपाईँहरूलाई पनि, हामीलाई पनि एकदमै। मैले त लिइसकेँ, हजुरहरूले पनि लिन चाहनुहुन्छ भने चाहिँ यो ठाउँहरूमा चाहिँ एकदमै गएर लिन सक्नुहुनेछ। एकदम बस्न सक्नुहुनेछ पारिवारिक वातावरणमा। एकदमै सुरक्षित ठाउँहरू, बाढी पहिरोको टेन्सन पनि भएन। काठमाडौँबाट जम्मी 1-1.5 घन्टामा पुग्न सकिने यो ठाउँमा चाहिँ एकदमै रमाइलो छ है वातावरण। सबैलाई बिदा माग्छु। अब नमस्ते, बाई बाई। तपाईहरु पाँचखालमा घर जग्गा खोज्दै हुनुहुन्छ भने हामीलाई सम्झाउनुहोस्। लालपूर्जा पाँचखाल, घर जग्गा नेट्रो। अब लालपूर्जा पाँचखालको चाहिँ अब कन्ट्याक्ट नम्बर 9742549931 अनि पाँचखाल घर जग्गा नेट्वर्कको चाहिँ 98513 अनि 544848। के तपाईहरु पाँचखाल काभ्रेको पाँचखालमा घडेरी घर जग्गाहरू खोज्दै हुनुहुन्छ भने हामीलाई सम्झाउनुहोस्। पाँचखालको अत्यन्त राम्रो लोकेसनमा घर जग्गाहरू हामीसँग पर्याप्त रूपमा छ। अब तपाईहरु खोज्न चाहनुहुन्छ भने हामीसँग कन्ट्याक्ट गर्नु होला।